साथीहरू अनि हामी चाहिँ आज यहाँनिर रेलवे स्टेसनमा छ रातिको 11 बजी 11:30 चाहिँ ट्रेन छ हाम्रो अनि यहाँनिर बसिरहेको छु यो पनि छ अनि यो मेरो साथी पनि यहाँ मलाई भेट्न आएको छ अनि लास्टमा देखाउँछु तपाईहरुलाई कहाँ गएको रहेछ भनेर चाहिँ बाइ बाइ जाँदैछ गाइस हेर्नु सक्नुहुन्छ हाम्रो चाहिँ कहिले आउँछ भनेर यत्रो वेटिङ गर्दा भइसकिसक्यो साथीहरू हेर्नु नि साथीहरू कति वेटिङ भइसक्यो कति बजे अहिले 10:40 भइसक्यो साथीहरू ट्रेन आउनु छैन हेलो साथीहरू हाम्रो ट्रेन चाहिँ आइपुग्यो प्लेटफर्म 1 मा हामी चाहिँ यहाँ बसिरहेको छु देख्न सक्नुहुन्छ हामी चाहिँ यही ट्रेनमा जान्छौँ आइपुगेको छ ट्रेन अब हामी चाहिँ जाने यहाँबाट अगाडि एसी हुन्छ मैले भनेन यहाँ बस्नु यही ट्रेनमा जाँदैछु अब हामी चाहिँ यसमै चढेर जाने त्रिवेन्ड्रम देख्न सक्नुहुन्छ साथीहरू तर हामी चाहिँ बेलुकाको 3 बजी मात्रै पुग्छ अरे तल चाहिँ पर्खिँदा अघि 8 बजीदेखि पर्खेको हामीले यहाँनिर पर्खिँदा भोक लागिसक्यो हौ दिदीको साथीले छुर्पी दिएर गएको धन्यवाद छुर्पी दिनेलाई पनि धन्यवाद छ अब रातभरि चाहिँ पाउँदै जानु पर्यो नि कुनमा कहाँ बस्ने अब हामी चाहिँ बसिसक्यो साथीहरू हेर्नु नि कति अँधेरो छ बसिसक्यो सिट पनि यहाँनिर सिट रहेछ ठिक्कै हामी चाहिँ लागे साथीहरू त्रिवेन्ड्रम साइड हामी चाहिँ अब 3 बजी रातिमा त पुग्छु होला सायद पुगेपछि तपाईँहरूले उहाँको नजारा चाहिँ कस्तो हुन्छ भनेर देखाउने छु हेलो गाइस हामी चाहिँ पहुँच गयो यहाँनिर अहिले त्रिवेन्ड्रमपुरम अब यहाँबाट चाहिँ हामी फेरि कन्याकुमारी जानुपर्ने छ तपाईँहरूलाई देखाउँछु त्यहाँको नजारा कस्तो हुन्छ हामी चाहिँ त्रिवेन्ड्रमपुरममा आइपुगेको छु यो चाहिँ बस स्ट्यान्ड रहेछ यहाँको साथीहरू अब हामी चाहिँ 4 बज्यो रुम खोज्नु जाँदैछु लु जाउँ आइयो अब एकछिन सुतेर चाहिँ फेरि बिहान हामी चाहिँ उता लाग्नु पर्यो साथीहरू हामी चाहिँ साथीहरू लागे त्यो घुम्नु जाने तर बसमा छु अहिले चाहिँ बसबाट जानुपर्छ कन्याकुमारी साइड चाहिँ यसरी जानुपर्छ साथीहरू देख्न सक्नुहुन्छ अनि परको भ्यूज चाहिँ हामी पर पुगेपछि देखाउने छु हामी चाहिँ छुट्टी त पाउँदै गएको हो साथी हो थ्याङ्क यू सो मच मिना दिदी छुट्टी दिएकोमा अहिलेसम्म खाँदैछु मैले पनि थ्याङ्क यू साथीहरू हामी चाहिँ यहाँनिर पुगिसके कन्याकुमारी हो जुन चाहिँ हामीले आएर सिन देखाउँछु त्यो जग्गा चाहिँ हामी आइपुगेको छु देख्न सक्नुहुन्छ यस्तो लाइनमा जानुपर्छ साथीहरू देख्न सक्नुहुन्छ हाम्रो अहिलेदेखि लाइन लागेको होइन त्यस्तै लाइनहरू देख्न सक्नुहुन्छ कति राम्रो लाइन छ जानुको लागि चाहिँ यस्तो लाइन गर्नुपर्छ साथीहरू देख्न सक्नुहुन्छ कन्याकुमारी चाहिँ यस्तो छ यो चाहिँ कहाँ हो भन्दा चाहिँ केरलामा हो केरलादेखि पनि कति 1 घन्टाको टाढोमा छ यहाँको नजारा देख्न सक्नुहुन्छ तपाईँहरूलाई देखाउँदैछु कसलाई मन पर्यो लाइक एन्ड कमेन्ट्स गरिदिनु होला मेरो छोटो भिडियोमा चप्पल यहाँ खोल्नु अरे चप्पल
चप्पलको रास्ता चाहिँ चप्पल चाहिँ कहाँ राख्नु हराउँदैन जुत्ता हिँड न देख्दैन पनि रहेछ कोही